तपाईहरूले आफ्नो एनसेल नम्बरमा कसरी डाटा प्याक या भोइस प्याक सापट्टि लिन सक्नुहुन्छ, अर्थात् ब्यालेन्स सापट्टि लिन सक्नुहुन्छ। रु 40 को ब्यालेन्स सापट्टि कसरी लिन सक्नुहुन्छ भन्ने बारेमा यस भिडियो मार्फत जानकारी दिन गइरहेको छु। किनकि तपाईँहरूलाई कहिलेकाहीँ ब्यालेन्स चपर्जट सिद्धिन्छ र त्यस्तो बेलामा तपाईँहरूलाई ब्यालेन्सको आवश्यकता पर्दछ र तपाईँले रिचार्ज गर्ने माध्यम नभेट्नु हुनसक्छ र त्यसको लागि तपाईँले सापट्टि लिन सक्नुहुन्छ। र त्यसको लागि जानुहोस् तपाईँ आफ्नो मोबाइलको डायल प्याडमा र गइसकेपछि तपाईँहरू डायल गरिदिनुहोस् *99 अनि 88 डायल गरिदिनुहोस् र फेरि # डायल गरिदिनुहोस् र आफ्नो एनसेल सिमबाट कल गरिदिनुहोस्। र यहाँ भनेको छ सापट्टि प्लस भनेर तपाईँहरू कति नम्बरको प्याक एक्टिभेट गर्न चाहनुहुन्छ। यदि ब्यालेन्स सापट्टि लिन चाहनुहुन्छ भने यसो गर्नुहोस् अनि 3 थिचेर यसलाई सेन्ड गरिदिनुहोस् र सेन्ड गरिसकेपछि तपाईँले सक्सेसफुली ब्यालेन्स सापट्टि लिन सक्नुहुन्छ। कुन प्याक लिन चाहनुहुन्छ तपाईँले यहाँ 4 वटा दिएको छ माध्यम, त्यो माध्यम तपाईँहरूले एक्टिभेट गर्न सक्नुहुन्छ। यसरी तपाईँले आफ्नो एनसेलको सिममा डाटा प्याक या भोइस प्याक अर्थात् ब्यालेन्स सापट्टि लिन सक्नुहुन्छ।